क्रिस्टोफर नोलनको द ओडिसी हेरेदेखि त मेरो दिमागमा खासै अरू केही चलिरहेकै छैन। झन् त्यो साइरेन सङवाला सिन त मेरो आँखामा अझै पनि जीवित नै छ। फिल्ममा ओडिससले आफूलाई पानी जहाजको खम्बामा बाँधेर ती साइरेन्सहरूको गीत सुन्छन्। एउटा यस्तो म्युजिक जुन सुनेर अहिलेसम्म कोही पनि बाँचेर फर्केका छैनन्। तर जब ओडिसस फाइनली बाँच्छन् अनि उनका साथीहरूले सोध्छन् त्यो गीतमा खास के थियो, अनि ओडिससले भन्छन् All the things you wanted to be. Then, all the things you wish you never wished for. Told you what you most want is what you most can't have. And what you most can't have is what you already had. हामीलाई लाग्छ कि साइरेन सङले मान्छेलाई फिजिकली मार्छ, तर यस्तो नभइकन क्रिएटरले यसभित्र एउटा गहिरो साइकोलोजी लुकाएका छन्। आई वेन्ट टु फिल्म स्कुल सो द्याट यु डोन्ट ह्याभ टु। अनि आज म भन्दैछु सिनेमामा साइरेन सङलाई चाहिँ कसरी युज गरिएको छ अनि यो वास्तविक रियालिटी हाम्रो लाइफमा चाहिँ कसरी रिलेट गर्न सकिन्छ। सिनेमा र लिट्रेचरमा साइरेन सङ केवल एउटा पौराणिक राक्षसहरूको आवाज मात्र होइन, यो वास्तवमा हाम्रै दिमागभित्रको त्यो सानो आवाज हो जसले भन्छ काश मैले अर्कै निर्णय लिएको भए, काश मैले मेरो लाइफ अर्कै तरिकाले बाँचेको भए, काश म त्यो सम्बन्धमा अझैसम्म बसिरहेको भए, वा काश मैले अर्कै बाटो रोजेको भए। यसलाई चाहिँ स्क्रिन राइटिङमा द ट्रेजेडी अफ अनलिभड लाइफ भनिन्छ। खासमा साइरेन्सहरूले कसैको शरीर मार्ने होइन, उनीहरूले मान्छेको प्रेजेन्सलाई मार्छन् अनि गिल्ट फिल गराउँछन्। जब तपाईँ सधैँ आफूले जिउन नपाएको जीवन अनलिभड लाइफको बारेमा मात्रै सोचिराख्नुहुन्छ अनि पछुतो मानिराख्नुहुन्छ भने तपाईँ आफ्नो अगाडि भएको वास्तविक जीवनलाई पनि पुरै गुमाउन थाल्नुहुन्छ। सिनेमा महान हुनुको कारण यही हो। अन्डरस्ट्यान्डिङ दिस मेन्टल ट्र्याप विल कम्प्लिटली चेन्ज यर फिल्म वाचिङ एक्सपिरियन्स। के तपाईँको दिमागमा पनि कहिले यस्तै साइरेन सङ गुन्जिएको छ? डु लेट मी नो इन द कमेन्ट्स बिलो एन्ड फलो फर मोर सच कन्टेन्ट्स।